फ्लाइव्हिलको काम के हो त यसको बारेमा चाहिँ केही कुरा गरौँ है त। यो फ्लाइव्हिल भनेको एकदम इम्पोर्टेन्ट छ। जहाँ पनि जुनसुकै गाडीमा हेर्नुभयो पनि यो फ्लाइव्हिल राखिरहेको हुन्छ। यो खाली स्टार्टर मोटरले चाहिँ क्रेङ्क गर्नको लागि मात्र राखिएको होइन यो फ्लाइव्हिल है। हुन त हामीले स्टार्टर मोटरले चाहिँ यो फ्लाइव्हिललाई घुमाएर चाहिँ यो जब हाम्रो क्रेङ्क साफ्ट घुम्छ तब मात्रै हाम्रो इन्जिनहरू अपरेसनमा आउने हो। तर पनि यसको मेन फङ्सन अझ फ्लाइव्हिलको मेन फङ्सन के छ भने चाहिँ यसमा चाहिँ यसले चाहिँ के गर्छ, एउटा इलेक्ट्रिक सिस्टममा क्यापेसिटरको काम अथवा कुनै हाइड्रोलिक सिस्टममा चाहिँ एक्युमुलेटरको काम वा यस्तो टाइपको काम चाहिँ कसले गर्छ भने यो फ्लाइव्हिलले गर्छ। कसरी गर्छ भने जब चाहिँ यो 720 डिग्रीमा चाहिँ के हुन्छ, यसको चाहिँ एउटा पावर स्ट्रोक उत्पन्न हुन्छ क्रेङ्क साफ्टको। भनौँ एउटा सिलिन्डरले एउटा पावर स्ट्रोक उत्पादन गर्नको लागि अथवा प्रोड्युस हुनको लागि चाहिँ एउटा पावर स्ट्रोक चाहिँ बन्नको लागि चाहिँ 720 डिग्री पार गर्नुपर्ने हुन्छ। भन्दाको 2 राउन्ड हो नि त होइन। क्रेङ्क साफ्टको 2 राउन्ड र केम साफ्टको 1 राउन्ड बराबर के हुन्छ, हाम्रो एउटा पावर स्ट्रोक आउने हो होइन। अब क्रेङ्क साफ्टले शक्ति कतिखेर पैदा गर्छ भने जब पावर स्ट्रोकमा हुन्छ त्यतिखेर चाहिँ शक्ति पैदा गर्छ होइन। जब पावर स्ट्रोक सकिन्छ त्यसपछि के हुन्छ, एक्जास्ट स्ट्रोक हुन्छ, फेरि सक्सनमा आउनु पर्यो, पिस्टन तल आउनु पर्यो, फेरि त्यसलाई कम्प्रेसन गर्नु पर्यो। भने चाहिँ 3वटा स्ट्रोकहरू चाहिँ के हुने भयो, अब आइडल हुने भयो। बुझ्नुभयो नि? भनेको मतलब 3वटा स्ट्रोक चाहिँ एउटा चाहिँ पावर स्ट्रोक भयो होइन। अब बाँकी 3वटा स्ट्रोक चाहिँ अब के हुने भयो, आइडल भयो। भनेपछि त्यतिखेर त इन्जिन त त्यसै पावरले घुम्ने भयो नि त हो। त्यसको लागि अब के चाहिन्छ भन्दाखेरि त्यतिखेर चाहिँ पावर स्ट्रोकमा पैदा भएको जुन शक्तिलाई चाहिँ के गर्छ भने यो चाहिँ फ्लाइव्हिलले चाहिँ अब्जर्भ गर्छ, त्यसलाई चाहिँ रिसिभ गर्छ, त्यसलाई लिन्छ र बाँकी रहेको जुन 3वटा हामीले जुन एक्जस्ट सक्सन र कम्प्रेसन स्ट्रोकको लागि चाहिँ के गर्छ, यसले डेलिभर गर्छ। एउटा इनर्सियाको कारणले है, एउटा इनर्सियाको कारणले के गर्छ भने बाँकी रहेको 3वटा आइडल स्ट्रोकको लागि चाहिँ डेलिभर गर्ने भयो। जस्तो कि सिम्पली यहाँले बुझ्दाखेरि चाहिँ कसरी बुझ्नु पर्यो भने जस्तो एउटा 4 स्ट्रोक साइकल इन्जिनमा 4 स्ट्रोक इन्जिनमा चाहिँ के हुन्छ भने पिस्टनको 4 स्ट्रोकहरूमा अथवा 4वटा हरकतहरूमा के हुन्छ भने एउटा पावर स्ट्रोक पैदा हुने हो होइन। अब भनेपछि तपाईको एउटा पावर स्ट्रोकमा पो पावर पैदा हुन्छ त, बाँकी रहेको त्यसपछि पिस्टन पावर स्ट्रोकमा तल जान्छ, फेरि त्यही पिस्टन फेरि एक्जस्ट स्ट्रोकको लागि माथि आउनु पर्यो, फेरि सक्सनको लागि फेरि तल जानु पर्यो, फेरि कम्प्रेसनको लागि माथि आउनु पर्यो। भनेपछि त अब बाँकी रहेको जुन 3वटा स्ट्रोकमा त अब केले तलमाथि गर्ने त होइन। भनेको मतलब हो त्यही तलमाथि गर्नलाई सहज हुनको लागि अथवा त्यसको त्यो तलमाथि गर्न चाहिने पावरलाई डेलिभर गर्ने काम कसले गर्छ भने यो फ्लाइव्हिलले गर्छ भनिएको है। हो भनेपछि एउटा इनर्सियालाई बुझौँ न होइन। इनर्सियाको कारणले गर्दाखेरि चाहिँ यो फ्लाइव्हिलले त्यो गर्छ है। र त्यसै गरी अर्को कुरा चाहिँ इन्जिन घुम्ने क्रममा अथवा इन्जिन रोटेसन हुँदाखेरि एउटा किसिमको फ्लक्चुएसन हुन्छ इन्जिनमा स्पिडमा होइन। त्यसको रोटेसनमा जुन एउटा किसिमको फ्लक्चुएसन हुन्छ त्यो जसलाई हामीले टोर्सनल भाइब्रेसन नै भन्छ, त्यसलाई चाहिँ अब्जर्भ गर्ने काम पनि अथवा त्यसलाई ड्याम्पिङ गर्ने अथवा घटाउने काम पनि यो फ्लाइव्हिलले गर्छ। र अर्को कुरा त हाम्रो यसमा क्लच प्लेट जुन म्यानुअल ट्रान्समिसन सिस्टममा चाहिँ क्लच प्लेट यहीसँग जोडिएर पावर ट्रान्समिट गर्ने काम पनि यहीँबाटै हुने भयो है त।